मिजु नामको चलचित्र आजबाट अल ओभर नेपाल रिलिजमा आइसकेको छ। तेरिया मगर, सौगात मल्ल, दयाङ राई लगायतका कलाकारहरूको मुख्य अनि बेजोड अभिनय रहेको यो चलचित्र कस्तो बनेको छ, स्टोरी के कस्तो रहेको छ, हेर्न जाने कि नजाने, अन्तिममा के सन्देश दिन्छ, 5 नम्बरमा कति नम्बर दिन चाहन्छ यो सिनेमा प्रोले मिजुलाई, यो सबै जान्नको लागि तपाईले यो भिडियो अन्तिम समयसम्म हेर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले त यो चलचित्रलाई म एकदमै एक्सिलेन्टको दर्जामा राख्न चाहन्न, ठिकठाकको दर्जामा राख्न चाहन्छु, बोले त एभरेज। बाइ द वे यो चलचित्र स्टोरी एकदमै नयाँ खालको रहेको छ। यो चलचित्रको स्टोरीको कुराकानी गर्ने हो भने ट्याक्सी ड्राइभरहरूको जिन्दगीसँग रिलेटेड स्टोरी रहेको छ। सधैँ बनिरहेका नेपाली फिल्महरूमध्ये अलिकति फरक तरिकाको स्टोरी उठाउने प्रयास गरिएको छ। घर जैँ बनाउने मेकरले बनाएको यो चलचित्र हो, सो अलिकति डिफ्रेन्ट टाइपको स्टोरी हुन्छ डेफिनेटली पनि। बिना स्पोइलर स्टोरीलाई अलिकति डिपली रूपमा केलाउनु पर्दा यस्तो रहेको छ स्टोरी। ऋण खोजेर ट्याक्सी किनेको एउटा ट्याक्सी ड्राइभरको स्टोरीको उठाउने प्रयास गरिएको छ, जसले यो समाजले के कस्तो रूपमा हेरिरहेको हुन्छ, प्रतिस्पर्धीहरूले के कस्ता कन्डिसनहरू राखिदिन्छन् भन्ने विषयमा देखाउने प्रयास गरिएको छ। दयाङ राई र सौगात मल्ललाई मितको सम्बन्धको रूपमा देखाउने प्रयास गरिएको छ। किन मित हुन्छन् उनीहरू, कसरी मित हुन्छन्, के कारणले र केका लागि मित हुन्छन्, यो सबै हेर्नको लागि तपाईले फिल्म हेर्नुपर्ने हुन्छ। यदि तपाईहरुले मेरो भिडियो हेर्दै आउनु भएको छ र यो चलचित्रको ट्रेलरको रिभ्यू पनि हेर्नु भएको थियो भने मैले त्यो ट्रेलरको रिभ्यूमा एउटा कुरा भनेको थिएँ, दयाङ राईको क्यारेक्टरको बारेमा, लाइक सिन्धुलीको जुनार। त्यो कुरालाई लगभग प्रमाणित गरेका छन् मेकरहरूले। दयाङ राईको क्यारेक्टरलाई सिन्धुलीको जुनार 2.0 लाई देखाउने प्रयास गरेका छन्। सिन्धुलीको जुनारको बारेमा कसलाई थाहा छ, कमेन्ट डाउन। दयाङ राई र तेरिया मगरलाई श्रीमान श्रीमतीको भूमिकामा देखाइएको छ। दयाङ राई र सौगात मल्ललाई मितको भूमिकामा देखाइएको छ। साथसाथमा यो चलचित्रमा 62-63 सालको जनआन्दोलनलाई पनि देखाउने प्रयास गरिएको छ। अनि अर्को कुरा, यो स्टोरीको कुरा गर्ने हो भने 2074 साल आसपासको स्टोरी रहेको छ। विशेष गरेर भनौँ, यो चलचित्रको स्टोरी बनाउने प्रयास गरिरहँदाखेरि यो स्टोरीभित्र त्यति बेलाका रियलिस्टिक राजनैतिक दलहरूलाई देखाउने प्रयास गरिएको छ। नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलहरूलाई पनि देखाउने प्रयास गरिएको छ। उनीहरूको सत्कर्म दुष्कर्महरूलाई पनि देखाउने प्रयास गरिएको छ। त्यस्तै गरी समाजमा हुने, विशेष गरेर मगर समुदायमा हुने केही कल्चरहरूलाई पनि देखाउने प्रयास गरिएको छ। लगायतका थुप्रै समाजका कामहरूलाई, क्रियाकलापहरूलाई देखाउने प्रयास गरिएको छ। दयाङ राईको क्यारेक्टर एकचोटि फेरि पनि उही पुरानै ढाँचामा ढल्किएको मलाई अनुभव भएको छ, लाइक जारी फिल्मको दयाङ राई। त्यस्तै गरी सौगात मल्ललाई अलि नयाँ तरिकाले देखाउने प्रयास गरिएको छ। क्यारेक्टर फरक छ जे भए पनि सौगात मल्लको। सो तेरिया मगर र सौगात मल्लको रिलेसनसिप के हुन्छ, तेरिया मगर र यता दयाङ राईको रिलेसनसिपमा के कस्तो दरारहरू आउँछ भन्ने कुरो पनि एकदमै इन्ट्रेस्टिङ तरिकाले देखाइएको छ। बट यतिन्जेल सुन्नुभयो तपाईले मिजुको राम्रो अनि गुणगानको पक्षमा। अब तपाईले अलिकति ब्याड पक्षको बारेमा पनि जान्न चाहनुहुन्छ भने त्यो सब्स्क्राइब गर्नुहोस्। यो फिल्म राम्रो सँगसँगै यसको ब्याड पक्ष पनि एकदमै धेरै रहेको छ। सो यो चलचित्र लगभग 2 घण्टा 20 मिनट आसपासको रहेको छ। विशेष गरेर लगभग 2 घण्टा आसपासको रहेको छ भनौँ। स्क्रिन प्ले अलिकति ढिलो भएको मैले महसुस गरेको छु, अथवा भनौँ यसको स्टोरी अलिकति ढिलो बगेको हो कि भन्ने मैले फिल गरेको छु। अलिकति होइन, सायद निकै नै ढिलो बगेको अनुभव भएको थियो मलाई चाहिँ। जति बेला इन्टरभल हुन्छ त्योभन्दा अगाडि भने म स्वयं अलिक बढी नै निदाएको जस्तो फिल भएको थियो। मलाई एकदमै अल्छी अनि बोरिङ फिल भएको महसुस भएको थियो कतिपय ठाउँहरूमा। इन्टरभलमा अलिकति सस्पेन्स राखेर इन्टरभल गरिएको थियो भने सायद बेटर हुने थियो होला, त्यो पनि राख्ने प्रयास गरिएन। समग्र रूपमा हेर्ने हो भने इन्टरभल पछाडिको भाग चाहिँ एकदमै इन्ट्रेस्टिङ बनेको छ। इन्टरभल भएर त्यस पछाडि बग्ने स्टोरी भने एकदमै स्मुथली बगेको छ। विशेष गरेर भनौँ सेकेन्ड पार्टमा भने एकदमै मन फुरुङ्ग बनाउने खालको इन्ट्रेस्टिङ कुराहरू हालिएको छ। अलिकति केही ठाउँमा ट्विस्टहरू हालिएको छ र अन्तिममा जुन ट्विस्ट आउँछ, एकजना चिया बेच्ने 9 कक्षामा पढ्ने स्टुडेन्ट र दयाङ राईको एउटा सम्बन्धको बारेमा देखाइएको छ। जसरी दयाङ राईको त्यो स्टुडेन्ट छोरी भएर निस्किन्छन्, एकदमै अलिकति फरक खालको ट्विस्ट देखाउन प्रयास गरिएको छ। एकदमै इन्ट्रेस्टिङ पार्ट हो त्यो पनि। सो अर्को कुरा, 62-63 को जनआन्दोलनको बेलामा दयाङ राई र अर्को फल्नु क्यारेक्टरको रिलेसनसिपको बारेमा एकदमै पूर्ण रूपले देखाइएको छ। मनलाई शान्त हुने गरी देखाइएको छैन। यो कुरामा अलिकति डिसअपोइन्टेड छु म। अनि यो चलचित्रको इन्डिङ सिनले भने अलिकति मैले सोचेको भन्दा फरक तरिकाले आयो। जसरी तपाईहरु मेरो भिडियो हेरिरहँदा अहिले बोर मानिराख्नु भएको छ, मलाई पनि त्यो इन्डिङ हेर्दा त्यस्तै बोर भएको थियो। सो
अलिकति फरक तरिकाले यो चलचित्रको इन्डिङ गर्न सकिन्थ्यो, तर जसरी इन्डिङ भयो त्यो प्रेडिक्सन सायद मैले अगाडि नै गरिसकेको थिएँ यसरी इन्डिङ हुन्छ भनेर। यो कुरामा भने अलिकति मन खिन्न लागेको छ मलाई। अल ओभर सबै बेटरै छ, कलाकारहरूको एक्टिङले एकदमै नेक्स्ट लेभलको पर्फर्मेन्स दिएको छ। यो चलचित्रमा सबैभन्दा राम्रो पक्ष के हो भनेर तपाईँले मलाई प्रश्न गर्नुहुन्छ भने म कलाकारहरूको अभिनयलाई नै दिन्छु। सो तेरिया मगरको यो सायद फर्स्ट फिल्म होला। तेरिया मगरले यो चलचित्रबाट देखाएको आफ्नो अभिनय क्षमतालाई सायद अरू मेकरहरूले मजाले हेर्नेछन्, निहाल्नेछन्। त्यति मात्रै होइन, तेरिया मगरले अब सायद अबको 10 वर्षसम्म यो चलचित्र नगरमा एकदमै फाँडेर राख्नेछिन्। नयाँ लेडी टाइगरको इन्ट्री भएको छ। बाँकी कुराहरू एकदमै बवाल छ, एकदमै राम्रो छ। सो तपाईँले हेर्नुभयो कि हेर्नु भएन, कस्तो लाग्यो हेर्नुभयो भने कमेन्ट गर्नु होला, हेर्नुभएको छैन भने जानु होला हेर्न। यो चलचित्रको लागि भनेर तपाईँले तिर्नु भएको पैसाको लगभग 60% तपाईँले असुली गरेर आउनुहुन्छ हलहरूमा, यदि तिमीहरूले पपकर्नका लागि धेरै खर्च गरेको छैनौ भने। र अन्तिममा तिमीहरूको इच्छालाई पूर्ण गराउनको लागि यो चलचित्रलाई मैले रेटिङ दिनु पर्दा 5 मा 3.5 स्टार दिन चाहन्छु। बाँकी तिमीहरूको मर्जी। तिमीहरूको र मेरो डिस्कसन अनि भेटहरूको भिडियोमा हुने नै छ। नेपाल आमाको जय।